यतिखेर हामी चन्द्रकोट गाउँपालिकाको वार्ड नम्बर 3 झारखर्कको बाघखोर भन्ने ठाउँमा छौँ। बाघखोर प्राकृतिक रूपमा असाध्यै सुन्दर ठाउँ हो। त्यसमाथि अहिले भइरहेको यो सौन्दर्यीकरणको यात्राले यसमा अझै सुन्दरता थपेको महसुस भयो। हामीले यहाँबाट बरेङ गाउँपालिकाको वार्ड नम्बर 3, 4 र 5 लाई राम्रोसँग अवलोकन गर्न सक्छौँ। त्यसैगरी चन्द्रकोट गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरूलाई पनि यहाँबाट नजिकबाट अवलोकन गर्न सकिन्छ। असाध्यै सुन्दर भूभागमा अवस्थित यो ठाउँ थप कलात्मक, थप सुन्दर बन्दै गइरहेको रहेछ। पिकनिक स्पोटको रूपमा विकसित हुँदै गइरहेको यस ठाउँमा विभिन्न प्रकारका पिकनिक स्पोटहरू, बस्ने स्थलहरू बन्दैछन्। यदि तपाईहरू पनि यस ठाउँमा घुम्न चाहनुहुन्छ भने एकपटक यहाँ आउँदा असाध्यै रमाइलो महसुस गर्न सक्नुहुनेछ। यहाँ धमाधम निर्माणको काम पनि भइरहेको छ। असाध्यै कर्मशील हातहरूले यसको सुन्दरता बढाउने काममा ठुलो योगदान पुर्याइरहनु भएको देखिन्छ। हामीले देख्न सक्छौँ यहाँ निर्माणको काम धमाधम भइरहेको छ, जसले गर्दा यहाँ आउने पर्यटकहरूलाई पिकनिक खानको लागि, बस्नको लागि, रमाउनको लागि यो ठाउँ असाध्यै रमाइलो हुने हामीले विश्वास लिएका छौँ।